कपाल काट्ने बहानामा विद्यार्थी अपमान, नाम हटाउनु पर्छ भन्नेहरूलाई हाम्रो जवाफ। हिजो हामीले 7 विद्यालयको नाम सार्वजनिक गरेपछि धेरैले हामीलाई मेसेज गर्नुभयो। नाम किन हटाउनुहुन्न? स्पष्ट भनौं, हामी सहानुभूति लिन नाम राखेका होइनौं, जवाफदेहिता माग्न राखेका हौं। आज थप 100 मेसेज आइरहेका छन्, विद्यार्थी र अभिभावकहरू आफै आवाज उठाउँदै। तर यसैबीच केही अभिभावकहरूले विद्यार्थीकै विरुद्धमा उभिँदै भन्नुभयो, अत्यधिक लामो कपाल विद्यालयमा उपयुक्त होइन, तर प्रश्न नियमको होइन, तरिकाको हो। कक्षाबाट निकालेर साथीहरू अगाडि लज्जित गराएर अनुशासन सिकाउने कि सम्मानपूर्वक? र सुन्नुहोस्, यदि यी विद्यालयले अझै विद्यार्थीलाई अपमानित गर्ने तरिका रोकेनन् भने यो विषय शिक्षा मन्त्रालयसम्म पुग्नेछ। हामी विद्यार्थीको आवाज सुन्दैछौं र त्यही आवाज उठाउँदैछौं। थप अपडेटका लागि इपरेवालाई फलो गर्नुहोस् र यो भिडियो शेयर गर्नुहोस्।